नमस्ते साथीहरु, वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला। नयाँ दिन नयाँ भ्लगको साथ हजुरहरू सामु उपस्थित भएकी छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नुहोला। घरको कामहरू सिद्धाइहरी, खानासाना पकाइहरी सब काम सिद्धाएर अनि भ्लग स्टार्ट गरेको छु। यहाँ चाहिँ साग थियो, हेर्नु। यसमा चाहिँ साग थियो, यो साग खाएर यहाँ फेरि अर्को साग छरिदिएँ। यसमा पनि साग थियो, यसमा पनि साग नै थियो। यिनीहरूको खाएर फेरि नयाँ साग यसमा छिटो खाइएर उम्रिसक्न लाग्छ कि यसमा बल्ल छरिदिएछु। यता पनि धनियाँ सिद्धियो, अर्को नयाँ धनियाँ छरिदिएछु। यस्तो छ मौसम, यस्तो भाइ हेर्नु त, यो कति राम्रो स्यालो फुल फुलेको छ। यस्तो फुल चराले सबै टिप्या, यस्तो फुल छ क्या यो। यस्तो रातो फुल छ, सबै चराले टिपिदिन्छ। ल हेर्नु न, यस्तो छ मौसम। अँधेरो जस्तो भयो, कति धेरै दिन भयो यस्तै नै भयो। यहाँको बोर्काउली खाइहरी फर्सी फलिसकेको छ। यहाँ पनि फल्न लाग्छ। यसमा सिमी उम्रिसक्यो, अनि भेन्डी पनि उम्रियो। सिमी र भेन्डी लगाइदिन्छु यसमा। अनि यसमा खुर्सानी जमाइछु। खुर्सानी पनि उम्रिन रहेछ यसको त। अनि अब यो उखेल्ने बेला हुँदा हरियो नै छ नि त। दुबो हेर्नु कस्तो राम्रो भइरहेको छ। यो दुबो पूजा गर्नलाई पुग्छ। माथि पनि छ यो ड्रागन फ्रुट, हेर्नु न कति हाँगा पलाएको छ। यसमा ड्रागन फ्रुट छ। यहाँ पनि फर्सी फलिसक्यो। यहाँको बोर्काउली खाएर हेर्नु यस्तो फर्सी फलिएको छ। लाम्चो छ, डल्लो पनि छ। यहाँ उतापट्टिको डल्लो हो, डल्लो फर्सी। यस्तो फर्सी फलिएको छ। खुर्सानीहरू पनि रोप्दैछु, भेन्डा, घिउला, काँक्रो, फर्सी, डल्ला खाने फर्सी, त्यहाँ पनि फर्सी छ, करेला सबै रोप्दैछु। यस्तो छ। त्यहाँ लसुन यस्तो भइरहेको छ। यहाँ बोडी उम्रिएको छ। भर्खर जग्गामा जानुभयो। लसुनको नाउँको चाहिँ यहाँ पनि लगाइदिन्छु। हेर्नु न, यतातिर पनि लगाइदिन्छु। काठ जति भयो। यो स्ट्रबेरी, यो चाहिँ फल्न लाग्यो। फुलफुले खाइ अनारको बाक्लो फुलफुले फुल पनि फलेको थियो। यो हलुवा भेज भयो। यो मुन्टाला पलाएको छ। यहाँ पनि छ सिमी। अनि यस्तो छ हाम्रो छतमा सबै चिज छ। त्यहाँ लेमन ग्रास पनि छ। यो लेमन ग्रास हो, यो जिम्मु हो। यहाँ फुल्न लागेको हो, यहाँ पनि छ। यस्तोमा पनि जोगाइदिएको। यहाँ फुल पनि छ, लोडेको साग हो। कस्तो राम्रो लाग्छ है। अब यो खाएर यिनमा खुर्सानी लगाइदिनु हो कि खुर्सानी जमाइदिएछु। यहाँ पनि छ। बारीमा हेर्नु मकै छरिदिएको त्यस्तो है। यहाँ साग फुलेर हुनै गाह्रो। यस्तो छ मौसमलाई हेर्नु, यस्तो अँधेरो, यस्तो अँधेरो छ सबै। कति दिन भइसक्यो। अब खाना खाने पनि बेला भयो। धेरै दिन भयो है भिडियो। यहाँ बिरुवा छ, जमाएको बिरुवा थियो तल सार्नलाई। यहाँ ठिक्क बनाएर राखेको बेलुका ल तल सार्ने हो। यी खाना पनि पाएको साथी। यहाँ गाजर र प्याज छ, चटनी। यसमा दाल खाएर मस्को बाक्लो खाना भइहाल्यो। सिमी हालेर तरकारी हेर्नु राम्रो। मलाई यो हिउँदे सिमी यस्तो मनपर्छ, बास्ना पनि यति मनपर्छ। अब म खाना पस्किन्छु। घिउ हेर्नु त कति राम्रो छ। नहुने घिउ ल्याएर बनाउँछ, नहुने घिउ ल्याएर तताएको। ल चटनी, तरकारी, दाल, यहाँ के अरे
गाजर र प्याज सबैलाई यता बाबा उता छोरो यता म नानी कलेज गएछिन् अलि अबेला आउँछिन् ल हामी खाँदै गर्छौँ हजुरहरू पनि खाँदै गर्नु होला खानामा के छ भने खाना भइहाल्यो यहाँ घिउ राखेको छु अनि त्यसपछि तरकारी चटनी दाल अनि गाजर र प्याज खाँदैछु म पनि खान्छु हजुरहरू पनि खाँदै गर्नु होला भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला यो कस्तो बास्ना आयो ल म खाएँ ल कस्तो मिठो भयो तरकारी कति मिठो भयो है पिरो भएछ एकदम एकदम मिठो पिरो भयो तरकारी घिउ हेर्नु त कति राम्रो छ नुहाउने घिउ ल्याएर तताएको ल आजको हाम्रो खानामा घिउ राखेको छ तातो अनि चटनी तरकारी दाल यहाँ के अरे गाजर र प्याज सबैलाई यता बाबा उता छोरो यता म नानी कलेज गएछिन् अलि अबेला आउँछ बिहानको खाना खाँदैछौँ बिहानको खानामा के छ भने खाना भइहाल्यो यहाँ घिउ राखेको छु अनि त्यसपछि तरकारी चटनी दाल अनि गाजर र प्याज खाँदैछु म पनि खान्छु हजुरहरू पनि खाँदै गर्नु होला भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला यो कस्तो बास्ना आयो ल म खाएँ ल कस्तो मिठो भयो तरकारी कति मिठो भयो है पिरो भएछ एकदम मिठो खायो गाजर यस्तो मिठो भयो दालै खाएन बारीमा चाहिँ बिरुवाहरू लगाएर क्यारेर बारीको काम सिद्ध्याएर पानी सानी राखेर सब काम सिद्ध्याएर खाजा खाने तयारी गऱ्यौँ खाजा खान पनि आज मोमो तयारी गरेका छौँ मोमोको किमा पनि यहाँ रेडी भइसकेको छ यी मोमोको किमा रेडी भइसकेको छ यी तेल लाएर रेडी भएछ मोमो पकाउने भाँडा यहाँ यो रेडी भएको छ अब यहाँ बेलेर मोमो बनाउँछौँ भिडियो कस्तो लाग्छ हेर्दै जानु होला अन्तिमसम्म पानी पर्ला जस्तो छ घाम पनि लागेन आज हामीले मोमो बनाउँदैछौँ है मेरो काम बेल्ने बाबाको काम डल्ला बनाउने नानीको काम पनि डल्ला बनाउने उसले गोलो पार्ने हामी चारैजना मिलेर मोमो बनाउँदैछौँ यसलाई नभई हुँदैन घर बसिहाल्दैन खाना चाहिँ सबैले खाइन्छ है न्यु एउटाको घिउ सबैको
अलिकति तेल राखिदिनु न अब यहाँ कस्तो जाडो भएको म त पौडा तल काम गरेर आएँ होइन माथि अब जाडो भयो अनि स्वेटर लगाएँ फेरि बाउ कस्तो राम्रो बनाउँछ नि नानीले मैले जाने थिएँ पहिला यो डल्लो बनाउन है अब त मलाई त जित्नु भयो नानीले र बाबुले बाबाले र नानीले नानीले राम्रो बनाउँछ धेरै राम्रो बनाउँछ आँचल चाहिँ केटाकेटीको हात भनेर अर्कै हुन्छ मैले बनाएको अहिले कस्तो हुन्छ छोरी बनाएको बुट्टा निस्किन्छ कस्तो भट्टो 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 कसरी बनाउनु मोमो बनाएर तिमीहरू जा हो चटनी सट्नी म बनाऊँ ल अनि खाने बेला आउला मिलाउँछु भन्ने बित्तिकै भिज्यो मैले पनि पानी आउँछ जस्तो लाग्यो मलाई नि म त आज है तलको रत्न पार्कमा निदाएको मान्छे निदाइ भएर बल्कुनीले बिउ चाहिँ अनि फेरि निदाएछु अनि सिधै ल्याएर नयाँ बजारमा एक छोरी बिउ चाहिँ अनि त सिधै ल्याएर यहाँ माथि आज पानी आउँछ जस्तो लाग्यो बिहान मैले बिरुवामा पानी हालेको थिएँ माथि अनि फेरि घाम लाग्यो है अनि माथि सबै बिरुवामा पानी राखेँ पानी राखेपछि पानी राखेर सिद्धिएको एकछिन भन्दा फेरि पानी पर्ला जस्तो गनेर कुरुम गऱ्यो अनि माथि चाहिँ फर्सीको अनि के अरे घिरिउँलो काँक्रो करेलो बिउ थियो बिरुवा थियो माथि अनि त्यो बिरुवा लिएर गएर तल सारेँ अनि बोडी लगाएँ सिमी लगाएँ बोडीमा पानी हालेँ लगाएर पुरै अनि साग चाहिँ पाकेको थियो सबैले काटेर बिउ साग लिएर आएँ माथि राखेँ अनि यो राखेको पारै मिलिरहेन यसमा तिमीहरूले मोमो खाने भन्यो अनि मोमो बनाउनतिर लाग्यो ढिलो लाग्यो यार आज त म त एकछिन खाली छैन म पनि खालिएन टेन्सनलाई भन्नै बिहान उठेबाट एकछिन पनि खाली छैन भाइले के भन्छ मलाई बस्नुभयो भने बस्नुहुन्छ हजुर काम गर्नु भने एकछिन खाली बस्नुहुन्न भन्छ सोहरले आज हामीहरूलाई के अरे तर मलाई के अरे कलेज सकेपछि के गर्ने विचार छ त कोड गर्ने कि नै भन्नुभयो होइन हामी दुईले नै हामी त युवा युएक्स कि त रिसर्चतिर जाने भनिदिएको अनि के गर्नु ठिकै हो युवा युएक्सतिर पनि भन्नुभयो कोडिङ नै तनाव थियो यति धेरै तनाव त जिन्दगीमा दिएको छुइनँ यहाँ यो जस्तो त जति गर्नु चाहिँ बिग्रिन्छ भने लास्ट फाइनल हो त्यही भएर नै बिग्रिन्छ उपासना मिटिङमा नि छैन प्रोजेक्ट पनि गरेको छैन भने सरले भन्नुभयो म्याम कहाँ छन् उपासना फोन गरेर मलाई भेट्न भन्नुहुन्छ भनेर भन्दै मिटिङ भइरहन्छ त्यत्रो मिटिङमा यो सरलाई यो गरिदिनु भन्ने मान्छे मै हो अझै मलाई मिटिङमा भइरहन्छ भोलि छ मिटिङ त्यत्तिकै म एकचोटि मात्र गएको छैन अहिलेसम्ममा कहिले भने लास्टमा लास्ट आएको नै हो नगएको अस्ति नै हो सुरुतिरै हो अनलाइन थियो नि अनि गइनँ म जानुपर्छ बन्द थियो नि गइनँ म ए बन्द भएको बेलामा त्यस्तैतिर गइनँ म सबको रेकर्ड भइरहेको लास्ट सेमिस्टर हो सबै गर्नुपर्छ होला इरले गरेर हो त इरल नआएको भए त नि मजा भइहाल्थ्यो त गइन्छ त इरल नआयो इरललाई फिक्स गर्न खोज्दाखेरि झन् नबनेको इरल पनि इरल आइदिन्छ कस्तो प्रब्लम नराम्रो सोध सरलाई सोध्न मिल्दैन त्यही हो कुरा मेन त्यहाँ छ नि त कसलाई सोध्ने पनि आफूलाई सिनियरलाई सोध्ने कोही पनि साथीसँग यसलाई सोध्ने सिनियर भन्छ छैन नि सिनियर त हामी हो नि त हो त है सिनियर हामी हो म भएको मेरो भाइहरू बहिनीहरूलाई सिकाइदिन्छ तर अब सबै गइसक्यो नि त उनीहरू साथीहरूलाई सोधौँ भने फेरि साथीहरूलाई आउँदैन कसलाई सबै एउटै छ भने कोड गर्नु जस्तो गाह्रो म त रिसर्चतिर पो पर्फेक्ट रहेछु त यार
साथीहरू मैले प्र्याङ्क गर्न खोजेको त्यसलाई पर्छ बनाएर नि सिद्धियो है सबै छोरोले यता बनाउनु ला यता चटनी बनाउनु लगाएको खै छोरा त छोरो चटनी बनाउनु लगाएको सिलौटो ल्याइदेऊ न त अब सिलौटा पिस्छु मिठो हुन्छ सिलौटामा पिसेको क्या है ए चटनीहरू त कस्तो हुन्छ पिरो माथिबाट धनियाँ राखिदियो कि मोमो पनि पाकिसक्यो हुन्छ दामी चाहिँ कस्तो भयो है चटनी पिरो ल साथीहरू मोमो पनि रेडी भयो यी यहाँ मोमो चटनी यी यता नानी बाबुलाई त्यता बाबुलाई ल हामी मोमो खाँदै गर्छौँ हजुरहरू पनि केही खाँदै गर्नु भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू मैले बाबुलाई प्र्याङ्क गरेको छु है ल गर त हजुर भिडियो हेर त ल अन्डा खा आज चपस्टिक चाहिन्छ है चपस्टिक च्यालेन्ज ल एक प्लेट ल्याउने रुसेछु खुर्सानी राख्ने खुर्सानी राख्ने यसमा पनिसमेन्ट छ त्यहीँ राख न पनिसमेन्ट पनि छ नि त ननिकाल न अहिले ल पनिसमेन्ट के हो छैन केही पनि खुर्सानी खाने हो छ केही पनिसमेन्ट ल पख हारेको ल छैन। के यहाँ बोल न चेस कस्तो दामी छ कस्तो भयो कस्तो लाग्यो बाबु अलिअलि समात्नु जान्छु त्यही पनि बिर्सेछु मैले त सक्दिनँ होला लास्टै कुरो भयो चाड हात गर्ने त्यहाँबाट लास्टै कुरो भयो होला पानी हालिरहेको म त खाएँ धुवा छुट्यो धुवा अरे मतलब ए के हो यो टोक्नमा खाने पुरै खुर्सानीको आयो प्र्याङ्क गरेको तिमीलाई मैले प्र्याङ्क गरेको खानु पर्दैन टोक्न बसाइ नि थाहा हुन्छ धन्न कतिवटा खुर्सानी हाल्यो यो पनि गर्नुहुन्छ
खाइदिएर खै तिमीले चपाइराख मैले खै खाइसक्यो कति चिल्ला कति छिटो निले गयो खुर्सानी हाल्नुपर्छ उनीहरूलाई ल साथीहरू खाजा खाइवरी यी फुलहरूमा पानी राखेको थियो थोरै भए पनि बिहानै बेलुका पानी राख्नुपर्छ ल हेर्न यस्तो अँधेरो भयो है दिन बिहान यस्तो उज्यालो भयो जस्तो भएको थियो बिहान अँधेरो नै थियो अनि उज्यालो भयो जस्तो भएको थियो घाम लागेको थियो अनि त्यसपछि फेरि यस्तै भयो ल हेर्नु कति अँधेरो छ उतापट्टि हेर्दा अनि यो सबैमा पानी राखेँ त्यहाँबाट यता यो पुरै पानी राखेँ त्यहाँ बाल्टीमा अझ पानी छ अब यहाँनिर राख्न बाँकी छ अब यो पानी राख्छु अनि त्यतातिर पनि राखेँ ती अब यतिमा चाहिँ यहाँनिर राख्छु पानी यति बेलासम्म हेरेर बस्नुभएकोमा धेरै धेरै धन्यवाद भिडियो कस्तो लाग्छ मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला थ्याङ्क यू सो मच बाई